त्यही हामी भन्छ ल फाइनल, अब फाइनल प्लेइङ इलेभेनमा फाइनलमा चाहिँ चारजना, सबैले ल एक एकजना है पोदार, लाइक को चारजना नखेल्ने प्लेयर को ल भन। मेरो अनुसारले चाहिँ नखेल्ने भनेको एउटा चाहिँ ईशान किशन, उम्, अर्को वासिङटन सुन्दर, अनि कुलदीप यादव, अनि हर्षित राणा। भनेपछि मेन बलर तिनजना मात्रै हुने भयो होइन? होइन, मेन बलर बुमरा, अर्शदीप अनि वरुण वरुण, चक्रवर्ती, तिनजना अनि बलर। दुईजना अक्षर हार्दिक र, छ, हार्दिक र अक्षरले गर्न पर्यो अरू। अनि दुबे। दुबेले नि दुबे कहिलेकाहीँ तिलक, गर्छ है। दुबे त गरिरहन्छ युजली, आजकल त गरिरहेछ। अनि जीसीलाई अब मेरो विचारमा चाहिँ हर्षित, अ, वासिङटन सुन्दर अनि कुलदीपलाई नै हटाउँछ होला। अनि अर्को चाहिँ स्यामसन। स्यामसन हटाउँछ। यो चाहिँ मेरो, तर हुन्छ चाहिँ के जस्तो लागिरहेको भने यो चाहिँ मलाई के हुनु पर्ने हो जस्तो लाग्यो होइन। हुन्छ चाहिँ के जस्तो लागिरहेको भने अस्ति पो हट्छ जस्तो लाग्यो। सुन्दर हट्छ। अनि हाम्रो हाम्रो तिलक भाइ सुरुमा केही एक दुई गेम चाहिँ बाहिर निस्कि हुन सक्छन् जस्तो लाग्यो। अनि अर्को चाहिँ कुलदीप। नवीन दाइ। नवीन। मेरोमा कुलदीप परेन, सुन्दर परेन, राणाजी परेन, अनि तिलक। तिलक अहिले फर्स्टको फ्यु गेम्सलाई चाहिँ मैले चाहिँ पर्दैन जस्तो लाग्छ। मलाई चाहिँ त्यही लास्ट कुलदीप र हर्षित, वासिङटन सुन्दर अनि रिङ्कू सिंह मेरो आफ्नो प्लेइङ इलेभेनकोबाट चाहिँ बाहिर। म चाहिँ अक्षर पटेल खेलाउँछ कि जस्तो लाग्छ। अक्षर अनि पटेल त अगाडि, सबैले खेलाइरहेछ। अनि तिलक र ईशान दुइटै खेलाउँछ जस्तो लाग्छ कि मलाई चाहिँ। अब स्यामसन लेट्स पनि। सी। स्यामसन ओपनर, वान डाउन फेरि मिलेन है। तिलक कति डाउन आउँछ? वान डाउन ईशान, टु तिलक डाउन वान डाउन अर टू सूर्य। डाउन, वान डाउन अर अँ, टू त्यो डाउन आउँछ। अलिकति गाह्रो अब छ सूर्य त्यसको। पनि छ फेरि। चुइङम कुमारलाई रिङ्कुले पनि त दिनु पर्यो ठाउँ राम्रै अलिकति। कन्ट्रिब्युट अभिषेक गरेछ शर्मा, ईशान नि। किसान, सञ्जु स्यामसन, तिलक वर्मा, चारजना भयो भने त अब सूर्य कुमार यादव पाँच भएपछि अलिकति। होइन सूर्य टु डाउन आउँछ होला, तिलक थ्री डाउन मेरो विचारमा। फेरि रिङ्कुले त केही खराबै गरेछ नि, रिङ्कु त छैन, तर आफ्नो मलाई चाहिँ अब राम्रै हाल्ने हो। ब्याकअप अक्षर पटेलले बलिङ नि गर्छ नि त। हुन त यसले लास्ट टी20 कहिले खेलेको थियो मलाई त्यो चाहिँ थाहा छैन, मेरो आफ्नो ओपिनियनमा चाहिँ। अक्षर पटेल त स्योर खेल्छ, त भाइस क्याप्टेन हो। तर अक्षर चाहिँ मेरो विचारमा अब खेल्न चाहिँ खेल्छ स्योर होइन। तर मेरो अनि मलाई चाहिँ विचारमा अगाडि चाहिँ अब स्यामसङलाई चान्स दिन्छ कि जस्तो लाग्छ। इशान पनि अब यस्तो फर्ममा छ होइन, इन्डियामै हो फेरि अर्को कन्ट्रीमा होइन, त्यही भएर चाहिँ खेलाउँछ कि। त्यो खेला त्यो सबैजना खेलायो भने अब त्यो तिलक वर्मा इन्जर्डबाट आएको भएर के गर्छ भने त मलाई चाहिँ खेलाउँछ जस्तो लाग्छ होइन। त्यो भयो भने एकजना त बस्नु पर्यो। अब हार्दिक र दुबेलाई त खेलाउला, त्यो भएसको रिङ्कू सिंह हो मेरो विचारमा, मेरो गेस चाहिँ। लेट्स सी के हुन्छ। त्यसो भए हामी सबैले राणाजीलाई बसायौँ। राणाजीले बसाम, राणा जिसिजलाई राणाजी कुलदीप माफ र गर्दैन गाइस। राणाजीलाई बसाउनु चाहिँ बसाइ राणाजी माफ गर्न भन्दा पनि माफ गर्दैन हेर्दाखेरि बच्चीको चाहिँ बसाइम जस्तो लाग्छ। लागि। तर एक नम्बरमा राणाजीलाई नै हामीले टिमको लिस्टको एक नम्बरमा राणाजीकै नाम पनि हुनसक्छ फेरि पर्सि वर्ल्ड कप म्याचको दिन बिहान। त्यसमा 50 रन हानेछ। हामीले होइन चुपचाप उसले भनेपछि गाइजलाई कुलदीपले एउटा गेम नि खेल्दैन जस्तो लाग्छ। होइन के छ? पिच अनुसार डिपेन्ड गर्छ जस्तो लाग्छ। यो अहिले चाहिँ स्पिनिङ यही पिचमा चाहिँ दुवैजना खेल्छन्। वरुण कुलदीप मिलाउँछ। र आफूले सबै अब अस्ट्रेलियासित जुन अब त्यो चेपकहरूमा हुनु लाग्छ त्यहाँतिर चाहिँ सबै अब यिनीहरू उस्तै परे सुन्दर सुन्दर, वासिङटन सुन्दर, अक्षर सबैजना ल्याएर के लाग्छ यति धेरै अघिको खेलाउँछ इलेभेनमा अस्तिको ठाउँमा कुलदीप आउन सक्छ। अस्ट्रेलियाको ठाउँमा कुलदीप, त्यही त कुलदीप आयो भने को निस्किन्छ जस्तो लाग्छ केटाहरूलाई कि जस्ट स्पिनिङ पिचमा आउँछ कुलदीप भने नि। अस्तिक निस्किन्छ, अभियस हो नि, बुमराले चाहिँ निकाल्ने। अर्सेपै होला। अस्ति निस्किन्छ। हार्दिक पाण्ड्याहरू उसले गरिहाल्छन्, 2 ओभर गरिहाल्छन्। अब दुबेलाई पनि आजकल त जिजीको फेभरेट बलर दुबे पनि 1-2 ओभर गरिहाल्छ। त्यति गरेपछि यस टिममा एउटा दीप मात्र चल्छ, कि अस्तिक उम्, कि कुलदीप। उम्, मलाई चाहिँ कुलदीप खेलायो भने एकजना ब्याट्सम्यान सर्टमा जान्छन् जस्तो लाग्छ है। मतलब अर्शदीप र कसलाई बुमरा चाहिँ कसलाई हटाउँछन् चाहिँ कसलाई मेरो चाहिँ कसलाई अर्शदीप र बुमरा चाहिँ नसुनी नसुनी तिनीहरूलाई। अनलेस अक्षर अनलेस पटेललाई हटाउन अनलेस सक्ला नि त। अनलेस होइन, अक्षर पटेल हटाउँदैन। कुलदीप आउने भनेको स्पिनिङ पिचमा हो। स्पिनिङ पिचमा अलरेडी अक्षर पटेल स्पिनर भएको कारणले गर्दाखेरि रिङ्कु अक्षर हटाउँछ होला त्यसै। रिङ्कु अर र दुबे, दुबे दुबेलाई चाहिँ हटाउँदैन, स्पिनरलाई दुबेलाई हटाउँदैन रिङ्कु होइन। अर दुबेमा एकजना आउट हुन्छ जस्तो लाग्छ दुबे त मलाई स्पिनिङ पिचमा त चाहिँ। नट होला। दुबे त फेरि स्पिनिङकै त्यही अब त्यही भएपछि अब रिङ्कु नै हट्छ कि जस्तो लाग्छ है मलाई। जस कुलदीप खेल्दाखेरि चाहिँ रिङ्कू कि स्यामसन?
अनि स्यामसन त्यति धेरै भनेको बलिङ अटोमा अप्सन राखेर पनि के गर्ने हो र? सपोज कुलदीप पनि खेलायो भने त 6-7 वटा बलिङ अप्सन भयो नि। त्यति राख्नुभन्दा त बलर टु बलरै रिप्लेस हुन्छ होला। अस्ति खेले थियो त न्युजिल्यान्डसँग होइन, कति एउटा एक्स्ट्रा बलर गरेर त्यो त त्यसै हारेको चेक गेममा। गर्छ, त्यो त त्यसै अब अय्यरलाई नखेलाउने स्ट्राटेजी यति हो गेममा नविदाले भन्छ त्यसको बारेमा। यति आइपिएल सुरु भएपछि हो भन्छ। कन्स्पिरेसी थ्योरी कन्स्पिरेसी। अयरलाई यस्तो के टिममा पार्दै नपार्ने कि टिममा पारेर रन हान्यो भने अहिले के भयो इशान किसान त परेर हानेर केही गाह्रो भएन धन्न। आएर त 100 हान्दियो। अब त टिममा पार्नु पर्ने भयो 81 कहिले खेलेको थिएन। अब नखेलेको मान्छे के हुन्छ भन्दाखेरि पुरानो डाटै हुँदैन। लास्ट म्याचमा हान्यो भने अब रिसेन्सी बायस हुन्छ नि त। यसलाई त अब कसरी हटाउने। यदि केही गरेर सूर्य कुमार यादव भन्नु आयो के अरे श्रेयस अय्यरले आएर 2 म्याचमा एउटा म्याचमा राम्रो रन हान्दियो भने 30 बलमा 70 रन हान्दियो, 30 बलमा 60 रन हान्यो, 2टा म्याच राम्रो खेलिदियो भने अब के अरे अय्यरलाई लाने कि नलाने त T20 वर्ल्ड कपमा भन्ने त्यहाँ क्वेसन रेज हुन्छ क्या। त्यही भएर त्यो आउनै नदिने भएको जुन प्लेयर छ त्यसैलाई सेट गर्ने भनेर नै गरे हो कि के हो। नत्र एउटा गेममा त लास्टै धेरै बलर खेलाएको थियो नि त। भनेको 7 नम्बरमा राना आएको थियो कि 6 जना ब्याट्सम्यान खेलाएको थियो। मैले अहिले भनेकोमा चाहिँ 7 नम्बरमा अक्षर पटेल आउँछ भनेको 7 नम्बरसम्म ब्याट्सम्यान छ क्या स्टिल। 8 नम्बरमा अक्षर पटेल आउँछ युजली। होइन क्या मैले कुलदीप खेलाउँदाखेरि भने कि कुलदीप खेलाउँदा 7 नम्बर ब्याट्सम्यान त्यति सर्ट पनि नर्मल्ली धेरै टिम छ त्यही 7 ब्याट्सम्यानहरू भइरहेको हुन्छ होइन। धेरै सर्ट पनि धेरै बलर हुन्छ नि त। 7 अनि 6 नम्बरमा हार्दिक पाण्ड्या, सो 6 वटा त प्रोपर बलरै भयो जस्तो भयो। त्यसमा छवटा बलर भयो अब जस त्यही त दुबे त्यस्तो त नगर्ला किनकि दुबेलाई अहिले रिसेन्टली चाहिँ 2 ओभर चाहिँ एटलिस्ट गराइरहेछ जस्तो लाग्छ हरेक गेममा है। लगभग गराइरहेछ जस्तो लाग्छ। अनि बोलिङ पनि राम्रै गरिरहेछ। हार्दिक पाण्ड्याले 4 ओभर स्पेल भइरहेछ नि। अन्त अब परेपछि त होइन परेको बेला गर्नु छ। ट्रायल तिलक वर्माले बोलिङ गर्छ र त्यस्तो गरा इन्डियाबाट गर्छ र गर्दैन होला। गरिरहेछ कहिले काल त गरेको मैले देखिरहेको जस्तो लाग्छ। अभिषेक शर्माले गर्छ कहिले कहिले त। तर वर्ल्ड कपमा नगरा होला तिलक वर्मालाई। त्यतिकै चाहिएको छैन भने किन गराउँछ र। अहिले त अब केही गरी कुनै दिनमा कुनै प्लेयर इन्जुर्ड भयो भने बोलिङ त गराउनु पर्यो नि त। गेम हुँदा हुँदै इन्जुर्ड भयो भने त्यसको लागि तयार गरेको जस्तो लाग्छ कि। अभिषेक सुन्दरलाई चाहिँ वाशिङटन सुन्दर चाहिँ स्क्वाडमा कहाँबाट आयो? त्यसले केही गरेछ त्यस्तो केही रिसेन्टली? कहिले पनि राम्रो गरे देख्दैन त्यसले। टेस्टमा अब ओभरसिज टेस्टमा राम्रो गरिरहेको हुन्छ ब्याटिङ पनि। T20 लेभलको गरिरहेको हुन्छ कि बलिङ भन्दा नि। त्यसले नर्मली ब्याटिङ राम्रो हो। T20 मा त न आइपिएल धेरै खेल्छ किन त्यस्तो ब्याटिङ पनि खोइ कस्तो कहिले गोलेर जस्तो ट्रस्ट चाहिँ गरिरहेको अहिले। अब जस्तो अहिले हाम्रो गुजरातले चाहिँ यसले नै नम्बर 4 र नम्बर 5 खेल्ने भनेर किने होइन भन्ने कुरा आइरहेको थियो होइन। तर मैले त खोइ पर्फर्मेन्स चाहिँ देखाएको छैन यसको एज अ ब्याट्सम्यान देखाएको छैन। बोलिङमा त योभन्दा धेरै राम्रो बोलरहरू छन् जस्तो लाग्छ मलाई। अब अलराउन्डर भनेर राखे होला अक्षरको लाइक टु लाइक रिप्लेसमेन्ट भनेर राखे मलाई पनि। अब यो टिममा कसले चाहिँ खेल्दैन भन्यो भने सुन्दर जस्तो लाग्छ क्या। सुन्दर भेरि एउटा प्लेयरले गेमै खेलेन भने कसले खेलेन भन्ने सोध्यो भने यसो हेऱ्यो भने ल सुन्दरले नै खेलेन होला एउटा गेम जस्तो लाग्छ। अक्षर पटेल अब लास्ट वर्ल्ड कपको फाइनल वर्ल्ड कप भरि राम्रो बोलिङ गरे है। राम्रो यो त T20 को नम्बर 1 सबसे हाईएस्ट विकेट टेकरै हो नि होइन कि आइपिएल को मात्रै हो? को त्यो अक्षर हाम्रो के अरे अर्शदीप सिंह। मैले होइन अक्षर पटेल भने कि अक्षर पटेलको लाइक टु लाइक रिप्लेसमेन्ट हुने नि त सुन्दर। अक्षर पटेलले जहिले पनि सुरु गर्छ होला गेम जस्तो लाग्छ कि। गाइस यसो मैले स्ट्याट हेरेर थिएँ T20 मा 135 को स्ट्राइक रेट छ उसको ब्याटिङमा। अनि बलिङमा 6.92 को इकोनोमी छ। 22 खेला चाहिँ कति छ म्याच? 58 म्याचेस खेलेको छ। अब यो भन्दा राम्रो त कति गर्ने हो त 7-8 नम्बर। तर अब यो आई डोन्ट नो लाइक अब यो बिग म्याचेसमा खेलाएको जस्तो लाग्दैन मलाई कहिले पनि। यो होइन कहिले त्यो बिग प्लेयरहरू चाहिँ रेस्टमा भएको बेलामा पठाउँछ नि त्यो श्रीलङ्का त्यस्तोमा खेलेर भएको स्टार्ट हो कि जस्तो लाग्छ मलाई चाहिँ। मलाई चाहिँ कुनै उसको एउटा कुनै पर्फर्मेन्स म्याच विनिङ पर्फर्मेन्स चाहिँ एउटा नि याद छैन भनौँ न ल मलाई रिसेन्टली त्यस्तो। मैले तिमीलाई होइन कम्पेयर गर्न है T20 को अक्षर पटेलको पनि स्ट्राइक रेट 135 छ। एभरेज वाशिङटन सुन्दरकै राम्रो छ। बलिङमा पनि होइन तर जस्तो लाइक उले लास्ट अक्षर पटेलले हानेको रनहरू वर्ल्ड कपमा छ। T20 वर्ल्ड कपमा छ। सुन्दर त भनेको चान्स फेरि जो 58 म्याच चान्स पारेछ त्यो
भन्नाले अब तर आइपिएलमा पनि त्यस्तो देखिएको छैन जस्तो लाग्छ मलाई चाहिँ आइपिएलमा पनि त्यसले केही गरे खाएर त्यस्तो उसले होइन हामीले हेर्ने त आइपिएलमा आइपिएल हो हैदराबादमा परेर उसले खासै धेरै म्याचहरू नै खेल्न पाएको थिएन धेरैमा बेन्चमा बस्नु पर्यो भन्नाले तर अब त्यही उसले बेन्च नै जति चान्स हुनुपर्ने पाएको छ प्लेयर राम्रै गरेछ हैदराबादबाट बेन्च हुने प्लेयर भनेको इन्डियन स्क्वाडमा चाहिँ कसरी ठाउँ पाउँछ जस्तो लाग्छ मलाई डिफ्रेन्ट चाहिँ डाइनामिक्स हुन्छ नि त हैदराबादको स्पिन पिचै छैन त्यो बट नभएपछि स्टिल छुट्टै कुरामा स्टिल बट स्टिल स्टिल अब मैले इन्डियाको स्क्वाड गुजरातबाट भनेर पनि त अब बलिङ गरेको थिएन कि खासै बलिङ पनि गुजरातबाट टी20मा धेरै बलिङ गरेको थिएन पहिला चाहिँ मलाई याद थियो कि यसले चाहिँ पावर प्लेमा ओपनिङ आउँथ्यो कि बलिङ सुन्दर पावर प्लेको बलर थियो कि पहिला चाहिँ ओपनिङ आउँथ्यो बलिङ गर्थ्यो सुरुमा स्टार्ट गर्दाखेरि होला अलि अगाडि के तर टी20मा त्यही हो क्या कोही नखेला बेला ब्याकअप खेलाइरहेको हुन्थ्यो त्यस्तो बेलामा रेकर्ड त इन्डियामा यति धेरै प्लेयर छन् कि जसलाई खेलाए पनि धेरै तल भने होइन कि स्टिल योभन्दा अरू राम्रो प्लेयरहरू हुन सक्थ्यो कि जस्तो लाग्थ्यो कि खासै अब यसो दिमाग याद गरेँ नि कहिले हाने भन्दाखेरि आउँदैन नि त अब हुन त सबै म्याच अब कति रन हाने के हाने त्यति फलो त भए हुन्न होइन त्यही पनि बिग बिग त्यही गेम्सहरूमा त खेला होइन हुँदैन अक्षर पटेलले पनि त जिताउने नै एकदम म्याच विनिङ त के गर्नु यिनीहरूको मेन फाइनल किलर फाइनल त रोल क्या अब एउटा वर्ल्ड कप फाइनल जिताउनु भनेको त्यो भने अब धेरै ठुलो हुन्छ कि होइन त्यही त हो नि उसले चान्स पाएर त जितायो नि उसले त चान्सै नदिएपछि त्यसले कसरी चान्स त जिताउने वर्ल्ड कप फाइनल त धेरैले पाएको थियो होला नि त अक्षर पटेलले मात्र पाएको थिएन नि त त्यहाँ मलाई चाहिँ त्यस्तो जस राम्रै एकदम राम्रै पर्फर्म गर्ने प्लेयर हो जस्तो लाग्छ पर्फर्मेन्स धेरै पाएको नराम्रो चान्सहरू पनि धेरै राम्रै गरेछ 7-8 नम्बरमा भएर राम्रै एभरेज राम्रै स्ट्राइक रेटमा खेलेको छ इकोनोमी राम्रै छ अनि बोलिङ एभरेज राम्रै छ अनि 50 म्याचमा भनेको यस्तो 10 म्याच खेलेको त होइन 50-60 म्याच खेलेको छ लास्ट म्याच चाहिँ कहिले प्रब्लम खेला रहेछ अहिले रिसेन्टली खेला हो कि अलि अगाडि कहिले खेला जस्तो हेर्नुहुन्छ लास्ट म्याच धेरै एकैको अगाडि घरमा खेल्यो होला खेल्यो है होला अलिअलि गेम होइन साउथ एकैको म्याच अफ्रिकासँगको त्यो उसमा रहेछ क्यान्सल भएको गेममा एभान्टेन भएको थियो नि एउटा गेम उम्, त्योभन्दा खेलेको चाहिँ अस्ट्रेलियासँग रहेछ ब्रिस्बेनमा ए, 7 नोभेम्बर 2025 त्यसमा त त्यो म्याचमा केही पनि गरेन जस्तो छ कि त्यो म्याच के भयो थियो क्यान्सल भयो थियो त्योभन्दा अगाडि चाहिँ 5 नोभेम्बरमा खेला रहेछ ब्याटिङबाट 12 रन बलिङबाट 3 विकेट्स अब त्यो नगरी के गर्नु फिफ्थ त्यो त नो रिजल्ट भएको रहेछ त्यो रिजल्ट त्यो गेम क्यान्सल भएको रहेछ त्योभन्दा अगाडि त्यही हो त्यति छ स्ट्याट्स त्यो आई त थिङ्क त्यस उसलाई रिप्लेसमेन्टै राखे हो नि त रिप्लेसमेन्टको त्यही लागि हो पनि धेरै खेल्न त राम्रो खेल्दैन होला प्लेयर सुन्दर किन त अलमोस्ट उसले खेल्दैन खेलाउने हो क्या सुन्दर अलमोस्ट अब अक्षरलाई केही भएन युटिलिटी प्लेयर हो त्यही नहुँदासम्म चाहिँ भएर त्यो गेममा के चाहिँ भन्छ अक्षर पटेल वरुण वासिङटन सुन्दर तिनजना खेला रहेछ सुन्दर त्यो भयो स्यामसन चाहिँ अब सुरुमा चान्स पायो भने हो सुरुमै चान्स यदि इशानतिर गयो भने चाहिँ अब सिद्धो यसको यो वर्ल्ड कप नै करियर नै सिद्धो यसको इन्टरनेसनल करियरै सिद्धो जस्तो लाग्छ मलाई स्यामसनलाई यदि सुरुमा चान्स दिएनन् भने सिद्धो अब त्यो सुरुमै दिन्छन् होइन एकछिन तिलकलाई रेस्ट गरेर दिएनन् भने अब करियरै सिद्धो अब यसको के भन्छ जस्टिस माग्नलाई अब गाह्रो छ अब यसको सिएसकेमा जस्टिस मागेर पाइँदैन यसको जस्टिस अब सिएसकेमा जस्टिस गएको लिगमा त्यही त भएर आइसक्यो अब नि सिएसकेमा जाँदा यत्तिकै पन्नु त्यो लाग्यो भर्खर अहिले जस्टिस अहिले पाउँदै थियो म्याचै सुरु भएको छैन झन् आएर झन् टिममा परेछ अब ठिक छ यसको त्यो भयो सिएसके कुरा अब 1 महिना बाँकी कुनै छ यसको त्यसपछि लागि कुरा यसको गरौँ लागि न सिएसकेको धेरै कुराहरू छन् अहिले अहिलेलाई त्यसलाई थाँती राखेँ मैले कुलदीप अनि कुलदीपको रिसेन्ट फर्म चाहिँ कस्तो लाग्छ अलि एकदमै खतरा बोलर भन्दा भन्दै अहिले रिसेन्टली चाहिँ मैले यसो हो। हेरेको लास्टको फ्यु म्याचेसमा चाहिँ एकदमै गोरु धुलाइ भइरहेको यसको अहिले बरु अलि आजकल ब्याटिङ पिचै यस्तो बेल्टर पिचहरू बनिरहेछ फ्ल्याट पिच भइरहेछ बुमराले दुलाइ खाइरहेछ ऊ अर्सिपले पनि 40 रन त खाएकै थियो 2 ओभरमा राणाजी त खाइरहेको हुन्छ त्यसको त डेली 50 रन लगभग कोटामा अनि सबैले खाइरहेको हुन्छ त्यही भएर मलाई खासै त्यो त लाग्दैन जस्तो वरुणले स्टिल राम्रै गरिरहेछ नि त उसले सँगसँगै जस्तो त्यही लाग्छ मलाई वरुणले धेरै राम्रो गरिरहेछ उसले विकेट पनि आई डोन्ट नो विकेट टेक गरेछ धेरै भन्ने अँ अलि रिसेन्टली चाहिँ तर अब स्टिल इन्डियामा आएको अब बेस्ट नै बलर हो होइन वरुण र कुलदीप अब त्यसमा चाहिँ अब नेक्स्ट नेक्स्ट बेस्ट नै भएन क्या अब विष्णु थियो अलि राम्रो अलि रिसेन्टली लास्ट इयर त्यसले केही राम्रो गरेन होइन त्यसलाई रिलिज पनि गरेको अब वर्ल्ड कप त खेलेकै हो नि विष्णुले 2022 तिर खेल्यो लास्ट इयर चाहिँ अलि के भयो अब जस उसले पनि रिलिज गरिदियो होइन त्यो आइपिएल टिमले पनि रिलिज गरिदियो खासै फर्ममा छैन अहिले पिटाइ नै खाइरहेको त्यसले मजाले अरू चाहिँ स्पिनर भने अब चाललाई उहिले निकालिदिइसक्यो होइन अर्को को छ र अरू होइन अर्को कोही कोही छ छैन त्यस्तो कोही छैन इन्डियाको त टप स्पिनर हो कुलदीप अलि कुलदीप अगाडिसम्म भने त अझ भर्खर भन्दा रिसेन्टली हो होइन भर्खर बल रिसेन्टली चाहिँ अलिकति भर्खर आएर पिटाइ खान थाल्यो नभए त कुलदीप भने त आइस विकेट लिइहाल्छ विकेट टेकिङ नडराइकन एकदम विकेट टेकिङ बलर लगाए वरुण पनि यो त्यस्तै हो टिममा चाहिँ सबसे इम्पोर्टेन्ट प्लेयर चाहिँ को लगाइरहेछ हुन्छ नि यो बिना चाहिँ टिमको हुन्छ नि एमभिपी ल को हुन सक्छ जस्तो लाग्छ यो इन्डियन टिमको यो वर्ल्ड कपमा अब मेरो विचारमा चाहिँ अब यस्तो
डिपेन्डिङ अपन द पिचेस होइन, तर मेरो विचारमा हार्दिक पाण्ड्या यो टिमबाट हार्दिक पाण्ड्या निकाल्यो भने यो यो इट विल नो लङ्गर बी फेभरेट जस्तो लाग्छ मलाई चाहिँ होइन। हार्दिक पाण्ड्याले गर्दा नै एउटा बलर पनि भइरहेछ, एउटा एकदम डिपेन्डेबल ब्याट्सम्यान, एउटा डिपेन्डेबल बलर, दुइटैको काम गरे जस्तो लाग्छ मलाई। हार्दिक पाण्ड्या मेरो मेरो लागि चाहिँ हार्दिक पाण्ड्या चाहिँ यो टिमको मेन प्लेयर चाहिँ हार्दिक पाण्ड्या जस्तो लाग्छ मलाई चाहिँ। प्रमोदले के लाग्छ? मलाई पनि हार्दिक पाण्ड्या नै हो यसमा चाहिँ, किन एक्सपिरियन्स छ होइन, अब हार्ड हिटर पनि हो, आएर रन पनि हान्छ चाहेको बेला, बलिङमा नि गरिरहन्छ, त्यही भएर होममा छ। आई थिङ्क इज द ब्याक बोन, त्यही भएर एमबिपी चाहिँ हार्दिक पाण्ड्या नै हो। नवीन दाइ? मलाई चाहिँ अभिषेक शर्मा। लास्ट हुन त अब लास्ट सिरिजमा चाहिँ अभिषेक शर्माले रन नहान्दा नि अब इन्डियाले 270 कति कति हान्यो होइन, 200+ सबै गेममा हान्यो होला चाहिएको बेला, अथवा 10 ओभरमा 150 चेज। पिचै त्यस्तो थियो, गेम पनि त्यस्तै खेलेको थियो, तर अभिषेक शर्माले ओपनिङ पावर प्लेमा राम्रो सुरुवात दिएन भने, वर्ल्ड कप हो, वर्ल्ड कपको गेममा अर्ली विकेट्स यदि अभिषेक शर्मा जस्तो अभिषेक शर्मा टिक्यो भने त अब गेम लगभग अपोनेन्ट्सको लागि धेरै गाह्रो हुन्छ जित्नलाई। त्यसले एकदमै धेरै एग्रेसिभली खेल्छ। अभिषेक शर्मा आउट भयो भने चाहिँ चाँडै इन्डिया एकदम धेरै प्रेसरमा पर्छ जस्तो लाग्छ है मलाई। यो अहिले जति नै बाइलेटरलमा रन हाने पनि हिस्ट्री हेर्ने हो भने वर्ल्ड कपमा प्रायः जसो बाइलेटरलमा त इन्डियाले अहिले होइन कि यो पुरानो पुरानो वर्ल्ड कपहरू भन्दा अगाडि पनि सधैँ जितिरहेको हो। बाइलेटरलमा हार्ने त इन्डियाले गरेकै छैन जस्तो जोसँग खेल्यो पनि। अहिले त अब एकदम रेड हट फर्ममा छ झन्, पुरानो भन्दा अलिकति बढी नै धेरै फर्ममा छ। तर वर्ल्ड कपको अभिषेक शर्माको फर्स्ट वर्ल्ड कप हो हुँदा पनि मैले चाहिँ अभिषेक शर्मालाई एकदमै एमबिपीको रूपमा लिइरहेको छु। जसरी त्यसले स्टार्ट दिन्छ त्यो स्टार्ट पाएन भने चाहिँ इन्डियालाई प्रेसरमा पार्न सकिन्छ जस्तो लाग्छ। उनीहरूलाई चाहिँ के लाग्छ? मलाई चाहिँ अरूले त ब्याट्सम्यानहरूको गर्यो, मलाई चाहिँ फेरि बुमरा नै जस्तो लाग्छ। जस अरू अब बुमराले अस्ति पिटाइ चाहिँ खायो होला, तर त्यो वान्स इन अ ब्लू मुन जस्तो लाग्छ। तर बुमराले सपोज अरूले 2-4 ओभर फर्स्टको कभर गर्यो भने बुमराले लास्टमा र मिडल ओभर र लास्टमा गर्न पायो भने, मैले मिडल ओभर त कहिले उसले कुटाइ खाएको देखेकै छैन। त्यो ओभर हुन्छ नि 8तिर 10तिर, जब टिमहरूले हुन्छ नि राम्रो बेस सेट भयो अब चाहिँ एक्सलेरेट गरौँ अब चाहिँ हानौँ जस्तो सोचिरहेको हुन्छ, ट्याक्कै त्यही बेलामा आएर विकेट लिइरहेको हुन्छ। अनि अर्को डेथमा कुनै पनि टिमले मैले अग्रेसिभली बुमराको लागि अट्याक गरेको देखिरहेको हुँदैन। उनीहरूले सधैँ हुन्छ नि बुमरालाई स्किप गरौँ अर्कोलाई हानौँ। अनि त्यही चक्करमै मलाई लाग्छ अर्षित सिंहले धेरै विकेट लिन पाएको पनि त्यहीले गर्दा हुन्छ। किनकि सबै टिमहरूले बुमराको ओभरलाई कन्टेन गरौँ, यसमा 5-6 रन लिउँ अनि अर्कोलाई अट्याक गरौँ भनेर उसले रन पनि खाइरहेको हुन्छ, विकेट पनि लिएर। त्यही भएर बुमरा चाहिँ इफ फिट रह्यो, फुल वर्ल्ड कप मजाले हरेक गेममा 4 ओभर गऱ्यो भने चाहिँ स्पिनर त त्यसै वर्ल्ड क्लास छन्। अनि बुमरा चाहिँ भयो भने चाहिँ आई थिङ्क अनबिटेबल ला हुन्छ। बुमरा लास्ट वर्ल्ड कपको पनि बेस्ट प्लेयर होइन, अब को हो लास्ट लास्ट वर्ल्ड कपमा एमबिपी? बुमरा लास्ट वर्ल्ड कप त अब कम्पेयर नगरेर लास्ट वर्ल्ड त माटोमा खेला जस्तो थियो, पिचै होइन त्यस्तै जे छ भयो नि माटो। एमबिपी हो, ब्याक टु ब्याक एमबिपी जित्नु भनेको फेरि अलि उम्, उम्। त्यस्तो भएको छैन होला होइन, कुनै नि वर्ल्ड कपमा थाहा छैन मलाई। तर अब रिसेन्टली चाहिँ अब लास्ट फ्यु इयर्स भन्दा चाहिँ अलिकति फर्म गिरेकै हो अब बुमराको होइन। अलिकति मान्छे इन्जर्ड पनि भइरह्यो नि त सुरु बिचबिचमा, सुरुमा खेलेको छैन। होला नि सुरु होला। सुरुमा त्यो 2-3 4-5 म्याचमा एउटा छक्का हान्थ्यो, अहिले म्याच पछि 2-3टा छक्का त गइरहेको हुन्छ बुमरालाई होइन। नर्मल अब त्यो एउटा छक्का छक्का हानेर डकुमेन्टरी नै आएन रे भन्ने थियो कुरा होइन। सायद बुमराको म चाहिँ अब नवीन अब फर्स्ट बुमरा चाहिँ स्टिल स्टिल बुमरासम्म चाहिँ भन्छु। म नवीन दाईको कुरामा चाहिँ अलिकति के डिसएग्री गर्छु भने अभिषेक शर्मा भने जस्तो दाइले भन्नु बाइलेटरल जितिरहेको भन्नु, यसले पनि अभिषेक शर्माले पनि बाइलेटरलमै हाने अब होइन, उतातिर हाने अब अहिलेसम्म। आई डोन्ट नो लाइक हाई प्रेसर म्याचमा के गर्छ अब उतातिर, जस्तो उता सनराइजरबाट खेल्नेलाई पनि हान्थ्यो, सधैँ हान्थ्यो त्यो टिम चाहिँ। जस्तो फाइनल म्याचमा एक म्याचमा हानेन हार्यो होइन, अब अरू अरू म्याचहरूमा पनि जस्तो लास्ट इयर त्यसले हानिरहेको थियो, टिमले चाहिँ हारे हारे गरिरहेको थियो होइन। भन्नाले मेरो विचारमा चाहिँ अभिषेक शर्माले मात्र हानेन कि अहिले पुरै टिमकै इन्टेन्ट चाहिँ एकदम एग्रेसिभ खेल्ने भयो हुनाले चाहिँ यति रन बनायो, नत्र एकजनाले मात्रै गरेर हुन्थेन। अनि आई डोन्ट थिङ्क लाइक इशान शर्मा चाहिँ इशान किसन चाहिँ अभिषेक शर्माभन्दा एकदम तल छ जस्तो लाग्दैन, अलमोस्ट सिमिलर सिमिलर स्ट्राइक रेटमा खेल्छ। अनि यदि इशान किसनबाट गयो भने स्यामसनबाट गयो भने चाहिँ अब फरक पर्छ, ठुलो फरक पर्छ अभिषेक शर्माको विकेट जानु। तर यदि इशान किसन र अभिषेक शर्मा अनि वान डाउन तिलक अनि त्यसपछि चाहिँ सूर्यकुमार गयो भने चाहिँ आई डोन्ट थिङ्क अभिषेक शर्माको विकेट जाँदाखेरि त्यस्तो धेरै फरक पर्छ। विकेट त गइहाल्छ, कोही न कोहीको त गइहाल्छ, सबैले हान्यो भने त मारिहाल्छन् होइन। केही न केही जाँदाखेरि अब जस्तो इशान किसनको जाँदाखेरि जति फरक फरक पर्छ अभिषेक शर्माको पनि अलिकति कम पर्ला। तर आई डोन्ट थिङ्क लाइक देयर इज बिग डिफरेन्स जस्तो लाग्छ मलाई चाहिँ। लगभग सिमिलर सिमिलर इम्प्याक्ट हुन्छ जस्तो लाग्छ मलाई अब एट द मोमेन्ट चाहिँ।
ईशान किशन अभिषेक शर्मा लगभग इन्डियाको लागि लगभग लगभग बराबर अलिकति बढी होला अभिषेक शर्मा होइन, तर लगभग लगभग सेम इम्प्याक्ट पर्छ जस्तो लाग्छ मलाई विकेट जाँदाखेरि चाहिँ। जिसी त्यस्तै भन्ने हो नि त, हार्दिक पाण्ड्या र दुबे भन्दा त्यस्तै त्यस्तै लाग्छ मलाई। हार्दिक पाण्ड्याले पनि 2-3 ओभर दिइरहेको हुन्छ, दुबेले पनि होइन आजकल कन्टिन्युसली ओभर दिइरहेको हुन्छ। अनि यस्तो फिनिसिङ पनि ईशान दुबेको पनि नराम्रो होइन, हार्दिक पाण्ड्या भन्दा पनि। त्यसैगरी आजकल त म झन् डिपेन्डेबल हार्दिक पाण्ड्या भन्दा नि दुबे नै लगाइरहेको हुन्छ फिनिसिङमा। होइन मलाई चाहिँ त्यो लाग्दैन, चाहिँ मलाई चाहिँ रिसेन्ट दुबेले चाहिँ म्याचतिर। अलिकति राम्रो बलर आयो भने चाहिँ आई डोन्ट, अब स्पिन कोही कोही मान्छेहरूले चाहिँ रिस्क लिनुलाई यसले स्पिन राम्रो खेल्छ भनेर यसले स्पिनमा अट्याक गर्छन् र स्पिन नै बोलिङ लाउँछन् कोही कोहीले अलिकति अल्ट्रा एग्रेसिभ हुन खोजेर। तर आई डोन्ट थिङ्क, मलाई त यो दुबेलाई चाहिँ अलिकति राम्रो यदि बोलिङ लाइनअप भएको टिम छ भने चाहिँ फास्ट बलरलाई गर्न सक्दैन जस्तो लाग्छ मलाई चाहिँ यसले राम्रोसँग। स्पिनर पनि अलिकति क्वालिटी स्पिनर भयो भने चाहिँ आई डोन्ट नो है, मलाई चाहिँ अब हार्दिक पाण्ड्या चाहिँ कस्तो लाग्छ नि मलाई, त्यो आएर अलिकति मोमेन्टममा आयो भने त्यसले विदिन ओभर यसले गेम चेन्ज गरिदिन्छ जस्तो लाग्छ। एकदमै एग्रेसिभ गर्छ बलिङ पनि। दुबेले अब बाइलेटरल सिरिजमा मात्रै गरेछ, अब बिग म्याचमा गरेछ जस्तो लाग्दैन। हार्दिक पाण्ड्याले अब वर्ल्ड कप स्टेजमा धेरैचोटि नै पर्फर्म गरिसकेको छ। अब एकदम त्यो हार्दिक पाण्ड्या र दुबे कम्पेरिजन गर्ने भने त एट द मोमेन्ट अब हाम्रो अभिषेक शर्मा र स्यामसन कम्पेरिजन गरे जस्तै हो जस्तो लाग्छ मलाई चाहिँ अब। अनि तिमीले अभिषेक शर्माले ईशान किशन कम्पेयर गरे जस्तो त भयो नि भर्खर भर्खर ईशान पनि। किसनले नै ईशान दुईटा किशनले म्याच तिन हान्यो चार है, म्याचमा हान्यो, तिमीले तर कम्पेयर हाल गरेर। दुईटा म्याच हान्यो। अभिषेक त्यही शर्माले भएर होइन लास्ट अब ईशान वर्ल्ड ईशान कपदेखि किसनले दुइटा होइन, ईशान किसनले त अब जस्तो मुम्बई इन्डियनबाट कतिचोटि खेलाएको छ होइन, मुम्बई इन्डियनबाट त्यस्तै म्याच सोच्नु म्याच दुबेले पनि खेलेको स्ट्राइक रेट हो, छ। आइपिएल हेर्दा हुन्छ 130 को स्ट्राइक रेट आइपिएलले रहेछ। त कम्पेयरै उसको गर्न अब धेरै मिल्दैन। होइन म्याच मैले भयो, मैले धेरै जस्तो एक्सपिरियन्स। होइन, जस्तो मैले भन्नु खोजेको चाहिँ हार्दिक पाण्ड्या र अब ईशान किशन र अभिषेक अभिषेक शर्माले पनि कति हो म्याच खेलेको भन्नु त, ल दुई एक दुई वर्ष त भयो नि खेलेर। होइन त्यो मैले भन्नु बिग चाहिँ वर्ल्ड म्याचेसमा त अभिषेक शर्माले पनि खेलाएको छैन, ईशान किसनले पनि खेलाएको छैन, जस्तो हार्दिक पाण्ड्याले एसिया त कप खेलाएको छ नि त। एउटा एउटा अब उसले खेलेको एसिया कप के अरे खेलेको बिग टुर्नामेन्ट भनेको एसिया कप हो। एसिया कपमा देखि अलिअलि हामीले हिन्ट्स एसिया देखिसकेको कप त दाइ अब एसिया कपमा को छ टिम भन्नु त, ल एसिया कप त कम थियौँ। त्यो त्यही त जोस बिग जो म्याच थियो हो जस्तो यसमा लाग्दैन। पनि। जस्तो अहिले एट द मोमेन्ट तपाईँले इन्डियालाई कसले जित्छ जस्तो लाग्छ वर्ल्ड कपमा, इन्डियालाई जित्ने टिम एसियाबाट हुन्छ होला त कोही। तपाईँले पाकिस्तान हुनुला होइन, तर अब इन्डियालाई जित्ने टिम त सबै ओभरसिज नै हुन्छ नि त, साउथ अफ्रिका न्युजिल्यान्ड अस्ट्रेलिया। अब एसिया कपलाई अभिषेक मैले शर्मा एसिया कपलाई त गर्दैन त मैले। एसिया कपमा त राम्रो टिम भने पाकिस्तान हो, सबसे बेस्ट टिम पाकिस्तान हो भनेपछि कस्तो होला सोच्नु ल, अभिषेक सेकेन्ड बेस्ट टिम शर्माले जोसँग खेलेको छ नि, हानिरहेछ अहिले, लास्ट बाइलेटरलमा हानिरहेछ, वर्ल्ड कपदेखि बाइलेटरलमा हानिरहेछ, लास्ट वर्ल्ड कपदेखि बाइलेटरलमा अहिले त्यही त बाइलेटरलमा होइन। जस्तो इन्डियाले भन्नु नि तपाईँले ईशान सधैँभरि किसनले बाइलेटरमा सधैँभरि राम्रो 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 खेल्छ, तर वर्ल्ड कपमा गइसकेपछि T20 वर्ल्ड कप बिफोर लास्टको लगभग सोच्नु त एक लास्टको 10 वर्ष जति हेर्नु हो भने सधैँ चाहिँ विराटले मात्रै हान्थ्यो होइन तर वर्ल्ड कपमा T20 वर्ल्ड कपमा अरू सबै फेल हुन्थ्यो नि होइन, प्रेसर म्याचमा भन्नु खोजेको मैले चाहिँ। त्यही मैले त्यही भने मिडल अर्डरमा प्रेसरलाई ह्यान्डल गर्ने प्लेयरहरू एकदमै कम छन् जस्तो लाग्छ। अनि लास्ट दुई त्यो इयर दुबे चाहिँ हो त्यो लास्ट त्यो दुई प्रेसर ह्यान्डल इयरमा गर्ने प्लेयर चाहिँ दुबे हो न त्यो त प्लेयर जस्तो त लाग्यो तिलक त। वर्मा हो जस्तो लाग्छ मलाई अरू मैले ब्याट्सम्यान त्यही भन्दा चाहिँ। अनि त्यो त होइन भने मैले हार्दिक पाण्ड्या र लास्ट दुबेमा को हो त त्यो प्रेसर ह्यान्डल गर्ने मान्छे त्यो त भन्नु खोजेको। पाण्ड्या लाग्छ, त्यो त दुबे पाण्ड्या त हो, पाण्ड्या होइन रिलायबल त त्यही पाण्ड्या भएर नै छ नि त। गरे जस्तै मैले भनेको भन्न खोजेँ मैले अब फ्लो चाहिँ ईशान छ नि किशन र त्यसको। अभिषेक शर्मा चाहिँ सिमिलर सिमिलर म्याच खेले जस्तो लाग्छ भन्नाले त्यो अभिषेक शर्मा पनि धेरै त्यो अगाडि खेले होइन नि त। लास्ट दुई वर्षमा उसले जोसँग खेल्यो म्याच त्योसँग कुनै पनि टिमसँग 180 भन्दा स्ट्राइक रेट कम छैन होला कुनै पनि टिमसँग के। एउटा टिम होइन क्या, उसले जोसँग टिम खेल्यो, अस्ट्रेलियासँग खेल्यो, इङ्ल्यान्डसँग खेल्यो, न्युजिल्यान्डसँग खेल्यो, साउथ अफ्रिकासँग खेल्यो। हुन्छ बाइलेटरल भन्दा अलिकति वर्ल्ड कप त मैले भनिसकेँ अलिकति प्रेसर प्रेसरमा प्रेसर प्रेसर भन्ने। जुन स्टार्ट उसले लास्ट 2 वर्षमा दियो नि यो इन्डियन टिमलाई, उम्, त्यो त पहिला पनि कसैले दिएको थिएन हो। उम्। त्यो स्टार्ट होइन उसले एसिया कपमा दिँदाखेरि पनि कति राम्रो भएको थियो इन्डियाको। त्यसले त्यसले जुन म्याच हानेको थियो नि इन्डिया एकदम धेरै स्ट्रगल गरिरहेको थियो कि एसिया कपमा पनि के मैले भने नि एसिया कपमा अब पनि। तर प्रेसरमा जुन जुन दिन प्रेसर पऱ्यो त्यही दिन गयो नि होइन, नर्मल म्याचहरूमा सधैँ राम्रो त्यही खेल्यो, भने जुन दिन मैले प्रेसर त्यही पऱ्यो भने त्यही दिन गयो। अभिषेक शर्मा फेल भयो भने इन्डियालाई एकदम धेरै प्रेसर पर्छ। फेल स्टार्ट हुँदो जुन रहेछ भन्नु वर्षमा खोजेको मैले स्टार्ट चाहिँ, दिएन जस्तो भने कि प्रेसर परेपछि फेल हुँदो रहेछ। हाम्रो लिमिटेड डेटा छ होइन, लिमिटेड डेटामा जहिले प्रेसर पऱ्यो त्यसले फेल भयो नि त होइन, प्रेसर नपर्दासम्म जहिले खेल्यो फेल भएको छ। के फाइनलको भन्दाखेरि प्रेसरमा सकेन भन्नु खोजेँ मैले चाहिँ। त्यही अभिषेक शर्माको विकेट चाहिँ के हुन्छ भनेर चाहिँ अब जस अपोनेन्टलाई अभिषेक शर्माले स्टार्ट दिन सकेन भने इन्डियालाई एकदम धेरै प्रेसरमा पार्न सकिन्छ भनेर चाहिँ कि। किनभने अभिषेक ईशान किसनले हेऱ्यो अस्ति 2टा म्याचमा हाने होला होइन आफ्नो ठाउँमा छ, तर होइन अहिले रिसेन्टली त अब 2टा म्याच मात्रै न, अब त्यो रिसेन्टली नै हेर्ने हो भने अब उसले त्यो अब भनिला स्म्याट अब धेरै तलको टुर्नामेन्ट हो होइन, बट स्टिल त्यो बट त स्टिल बट स्टिल होइन, त्यसमा 10जना प्लेयर ब्याटबाट रन जानु नै रन जानु नि 40 त, 40 बलमा ब्याटबाट सेन्चुरी हान्ने 10जना प्लेयर हुँदैन क्या त्यसमा स्म्याटमा त। त्यसको त त्यो होइन, दुईटा दुई म्याच हो नि, 2-3 म्याचै हो नि त। नहाने फेरि हानेकोलाई नहाने भन्ने होइन, ईशान किशन पनि एकदम राम्रो फर्म छ। तर लास्ट 2 इयरदेखि जुन हिसाबले अभिषेक शर्माले स्टार्ट दियो नि त इन्डियन टिमलाई मैले भन्दा चाहिँ अब ईशान किशन पनि म्याचमा पूर्व नै प्लेयर हो जस्तो लाग्छ मलाई चाहिँ। जस्तो अब डबल 100 हाने ओडिआईमा डबल 100 हाने मुम्बईबाट कति कस्ता कस्ता इनिङहरू खेलेको छ भन्नु खोजे। अभिषेक शर्मा लास्ट 2 इयरमा गरेको छ, तर ईशान किशन पनि कम छ तर धेरै कम छैन। तर अब हार्दिक पाण्ड्या र दुबेमा चाहिँ त्यही कम्पेरिजन
त्यही एनालोजी लाउन मिल्छ जस्तो हार्दिक चाहिँ अब लाग्दैन त्यसरी मलाई। मेरो मनलागिरी त्यही जिताइदिनु एनालाइसिस लाग्छ। हार्दिक तिमीलाई कम छ धेरै सिएसके कम भएर छैन। लाग्छ होला होइन, तर होइन मलाई कम छ चाहिँ धेरै कम छैन नि। डिफ्रेन्स धेरै मैले डिफ्रेन्स जस्तो लाग्छ मलाई त, धेरै मलाई नै त बढी केही डिफ्रेन्स। लाग्दैन। मलाई त यो बरु के अरे अस्ति नै बुमरा र 23 बल बुमरा र 65 रन डिन्डासित हानेको बुमरा र डिन्डाको कम्पेरिजन जस्तो फिल भयो मलाई चाहिँ। हो त्यो तिम्रो कस्तो त्यो भयो। बायसनेस हो क्या। होइन मैले दुबेले चाहिँ अब एकचोटि त्यो सिएसकेले जित्या बेलामा चाहिँ अलिअलि हान्यो होला इनिङहरू, तर एकदम इन्टरनेसनलकै अकेजनल कुरा गर डिपेन्ड नि नै त। नगर्न नमिल्ने सधैँभरि त्यो मैले लास्ट आइपिएलको कुरा नगर। लास्ट वर्ल्ड कपमा त झन् इन्डियाको लागि त बिगिनिङ खेलाएर त्यो अब लास्ट दिन त भर्खर फाइनलमा भर्खर खेलेको थियो, मर्छ। 15 ओभरमा 30 रन जति हानेको थियो, फाइनलमा त राम्रो खेलेको थियो। कुन फाइनल उता वर्ल्ड कप फाइनल? वर्ल्ड कप फाइनलमा चाहिँ नत्र मलाई नि त्यति धेरै अब उता लाग्दैन त्योभन्दा दुबेले, अगाडि तर खेल्न चाहिँ अब अब बलिङ मलाई पनि गर, अब अहिले चाहिँ बलिङ पनि गर्न लाग्यो हुनाले अब खेलाउँछन् होला, तर बलिङ जस गर्ने हुन्छ, विकेट लिने हुन्छ। उसले जी भनेको भर्खरै ल्याएको जस्तो त्यो गर्ने भर्खरै त्यो रहेछ। जिजीले निकालेपछि फेरि धोनीले अहिलेसम्म देखाएको थिएन ट्यालेन्ट, त्यो मैले ट्यालेन्ट भर्खरै जिजीले देखायो भइरहेको भर्खरै थियो। गर्न थाल्यो। यो लास्ट 1 इयर 2 इयर्स भइसक्यो वर्ल्ड जिजीमा कपमा आएपछि, जिजी स्कोर आएपछि भनौँ न, गरेर 2 वर्षलाई सिम्पल सिम्पल शब्दमा जिजी आएपछि हान्न थाल्यो। सिएसकेमा हुँदाखेरि कुरा 7-8 होइन वर्ष कि हानेन, गरेन सिएसकेको बोलिङ। लागि गरेर नि यहाँ। तिम्रो इशान किशन चाहिँ 2 म्याच खेल्दा तिमीले चाहिँ राम्रो लाग्नु होइन पर्छ। इशान किशन दुबेले होइन, 2 वर्ष खेलेपछि राम्रो इशान राम्रो किशन भने भयो। त इन्डिया स्क्वाडमा परेर त्यो एउटा डिफ्रेन्ट रिजनले गर्दा निस्केको खेलाडी हो नि त, त्यो अलरेडी डिजर्भिङ भएर खेलिसकेका प्लेयर, मजाले पर्फर्म गरेको प्लेयर हो जस्तो लाग्छ मलाई इशान किशन चाहिँ। 2023 वर्ल्ड कपमा पनि थियो होइन इशान किशन त, ओडिआई वर्ल्ड कपमा पनि थियो नि होइन, थियो ओडे वर्ल्ड कपमा थियो। ओडिआई वर्ल्ड कपमा पनि थियो भनेर यो त एकदम मजाले टिममा ओडिआई वर्ल्ड कपको त्यो स्ट्रङ टिममा पनि नखेले पनि पर्नु भने यसले धेरै इनफ गरिसकेको जस्तो लाग्छ क्या मलाई करियरमा चाहिँ। हजुर T20 वर्ल्ड कपको त दुई त वर्ल्ड कप विनरै भइसकेको पनि प्लेयर हो फेरि। अनि त्यो दुई वर्ल्ड कप भन्नाले पर्फर्म गरेर गरे कि के हो, विनर त अब हाम्रो स्यामसन पनि विनर हो नि T20 वर्ल्ड कप, तर बाहिर बसेर वर्ल्ड कप विनर भयो होइन, यशस्वी जयसवाल हो होइन। मलाई नि अब खासै दुबे त त्यो धेरै उता लाग्ने होइन, त्यही पनि फाइनलमा रहन्छ। मलाई चाहिँ दुबेर जस्तो मलाई अब बलिङ त भर्खरै निस्क्यो, अब जिजीलाई अब क्रेडिट दिनुपर्छ त्यसमा चाहिँ होइन। अब यदि बलिङ नगर्ने भएको भए चाहिँ रिङ्कु सिंह इज फार बेटर प्लेयर देन दुबे जस्तो लाग्छ मलाई चाहिँ त्यो पोजिसनमा चाहिँ। मेरो मेरो टिममा चाहिँ मैले हरेक दिन अब दुबे उसलाई लिउँछु जस्तो लाग्छ मलाई, रिङ्कु सिंहलाई चाहिँ दुबेको भन्दा अगाडि चाहिँ। त्यो चाहिँ तिमीले कुन स्ट्याटको अनुसार भनेको? मैले यो स्टार्ट किन अनुसार भन्यो भने त्यस्तो हुन्छ रिङ्कु अब सिंहले चाहिँ वेनिभर निडेड एक्सिलेट गर्न सक्छ जस्तो लाग्छ। लाइक दुबेलाई चाहिँ कहिले? एउटा स्पिनर बलिङ, एउटा अलिकति त्यो त तिमीले कमजोर बलिङ अर्काको आउने स्ट्याट आउनुपर्छ। हेर्छौ, आफ्नोमा चाहिँ त्यही आफ्नै मनमै जे लाग्यो त्यही भने जस्तो भयो। होइन यो त हुन्छ नि तिमी एउटा स्ट्याटको इम्प्याक्ट ब्याकै इम्प्याक्ट गरेर इम्प्याक्ट भन्ने हुन्छ नि, इम्प्याक्ट नै मलाई त्यो दुबेको एज छन चाहिँ छ। मैले अ नभएको ब्याटर यत्रो मात्र कम्पेरिजन, एज अ ब्याटर मात्र कम्पेरिजन गरे अब दुबेसँग त्यो 2 ओभर 3 ओभरको बलिङ छ नि त, त्यो भर्खरै त्यो भयो, त्यो टिमको डेथमा भर्खरै भएको थियो होइन, त्यो छ त्यो भर्खरै भएको थियो। ठिक छ, अहिलेलाई चाहिँ अब त्यही भएर नै थिएन इम्पोर्टेन्ट भयो टिमलाई। क्या अहिले तर अहिलेलाई जस्तो मैले भन्नु खोजेको चाहिँ प्लेयरमा। जुन बेलामा चाहिँ त्यो लास्ट इयरको वर्ल्ड कपमा जुनमा जित्यो नि दुबेले, त्यो बेलामा चाहिँ दुबेभन्दा अगाडि रिङ्कु सिंह खेल्न पर्ने जस्तो लाग्थ्यो क्या, किनभने त्यो बेलामा चाहिँ बलिङ पनि गरिन्थेन त्यसले। आई डोन्ट नो किन खेलाए लास्ट वर्ल्ड कपमा चाहिँ लास्ट वर्ल्ड कपमा चाहिँ। वर्ल्ड कपमा त मेरो त्यसपछि नि चाहिँ अब अहिले बलिङ गर्न थाल्यो, त्यसपछि त अब अभियसली अब बलिङ पनि गर्छ भनेपछि अब ठिक छ अहिलेलाई चाहिँ। तर जस्तो मलाई चाहिँ अब दुबे सम्झिँदाखेरि फेल्योर मात्रै सम्झिन्छ कि त्यो अब सिएसकेबाट होइन, जहिले आउने यसो 14 बलमा 5 रन हान्ने अनि जाने जस्तो लाग्छ मलाई प्लेयर चाहिँ। सिएसकेले ट्रफी एउटा जित्दा दुबे नै जिताएको थियो नि। गोथम त्यो सोथामले त्यो हान्ने गोथमहरू बलरहरू गोथमहरू आए। ठिकै छ guys, यो आइपिएलको कुराहरू चाहिँ हामी अब आइपिएलको जब आउँछ त्यो बेला गरौँला। अहिले त्यसमा किन डिटेल थप्ने। अहिले त्यसो भए आजलाई हाम्रो सबैको टिम यही फिक्स भयो होइन? लगभग यही फिक्स भयो ल। सबैको हाम्रो अलमोस्ट सिमिलर रहेछ। अब युएसएको गेममा हेरौँला कुन टिम खेल्दो रहेछ। अब के चाहिँ यति डिस्कस भइसकेपछि इन्डियाको गाइजहरूलाई के लाग्छ त, इन्डियाले वर्ल्ड कप जित्छ जित्दैन? जिसीलाई के लाग्छ? नजित्नु केले पर्ने हो। रोक्छ इन्डियालाई? रोक्ने कसले इन्डियालाई रोक्छ? चाहिँ के भयो भने इन्डियाले हार्छ जस्तो प्रेसरले लाग्छ? रोक्छ इन्डियालाई चाहिँ त्यो हुन्छ नि, अब जित्नै पर्छ भन्ने जति इन्डियाले प्रेसर लिन्छ त्यो अर्को टिमले चाहिँ लिँदैन जस्तो लाग्छ मलाई चाहिँ। अनि जो जुस इजिली पुग्छ, एकदम स्मुथली पुग्छ सेमी फाइनलसम्म, अनि सेमी फाइनलमा पुगेपछि सेमी फाइनल र फाइनल मध्ये एउटा म्याच चाहिँ हार्छ यिनीहरूले। अब कसले हराउँछ जस्तो लाग्छ इन्डियालाई? हराउन तिम्रो धेरै टिम opinion? छन्। अब इन्डियालाई हराउन सक्ने टिम भनेको हाम्रो धेरै टिम छन् होइन, जसमध्ये अब अस्ट्रेलिया हो होइन एउटा टिम, इङ्ल्यान्डले नै हराउन सक्छ, इङ्ल्यान्डले नै हराउन सक्छ, न्युजिल्यान्डले नै हराउन सक्छ होइन। अस्ट्रेलियासँग सेमी फाइनलमा भेट हुँदैन अरे नि त होइन? भयो भने फाइनलमा फाइनलमा त हुन्छ अरे। फाइनल आफै पुग्दैन। अस्ट्रेलियासँग इन्डियाको पर्यो भने, मेरो विचारमा चाहिँ अस्ट्रेलियासँग इन्डियाको पर्यो भने इन अ बिग म्याच, प्रेसर म्याच होइन, अस्ट्रेलियाले सधैँभरि इन्डियाले जित्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही त फाइनलमा जित्छ क्या अस्ट्रेलियाले, सेमिफाइनलमासम्म त इन्डियाले सेमी फाइनल जित्न जित्छ, सक्छ। सधैँभरि जित्छ अस्ट्रेलियाले, सधैँभरि जित्छ। नजित्ने कस्तो सिचुएसनमा जित्दैन भने जस्तो लास्ट इयरमा भएको थियो नि एउटा
लास्ट इयरको T20 वर्ल्ड कपमा के भएको थियो नि इन्डिया चाहिँ हारे पनि केही नहुने जिते नि केही नहुने अस्ट्रेलियालाई चाहिँ जित्नै पर्ने भनेपछि एउटा टिमलाई प्रेसर पऱ्यो अर्को टिमलाई इन्डियालाई प्रेसर थिएन नि त्यो बेलामा चाहिँ रोहित शर्मालाई हार्ने जित्यो त्यो बेलामा त इन्डियालाई केही पनि प्रेसर थिएन किनभने हारे पनि केही हुन्थेन त्यस्तो बेलामा अनि चाहिँ जित्छ इन्डियाले चाहिँ त्यस्तो बेला त्यही बेला लिग म्याचमा जित्छ अफगानिस्तानसँग हारेर लिग जस्तो म्याचमा भयो जित्छ होइन अस्ट्रेलियाको दशा। लिग म्याचमा जित्छ सुपर 8मा पनि जित्छ तर वेन इट कम्स टु नकआउट अस्ट्रेलियाले सधैँभरि इन्डियालाई चाहिँ अस्ट्रेलियाले सधैँभरि डोमिनेट गरेर जित्छ जस्तो लाग्छ मलाई त्यो चाहिँ हेजलवुड खेल्ने भयो कि ना योपालि डजन्ट म्याटर इन्डियालाई जित्छ जसरी होइन दुईटा मेन बलर नभएपछि पनि लिग म्याचमा जित्छ त जस्तो खासै लाग्छ आउँदैन मलाई। अस्ट्रेलिया सेमिफाइनलै पुग्दैन। हेजलवुड आओस् कि होइन एबोट प्याट आओस् कमिन्स नि छैन नि त नभएपछि प्याट कमिन्स त त्यस्तो राम्रो बोलर पनि होइन जस्तो लाग्छ मलाई T20 प्याट लेभलमा छैन, चाहिँ हेजलवुड छैन, कमिन्स छैन, अस्ट्रेलिया छैन क्या एक हिसाबले। ठिक छ ल एन्थनी एलिसको तिमीले नवीनलाई भन्ने के ल जीसीको बुझ्यो नवीनलाई के छ इन्डियाले जित्छै जित्दैन साउथ अफ्रिकाले नि जित्छ है मलाई इन्डिया इन्डियाले चाहिँ साउथ इन्डिया अफ्रिका आउट अफ द वर्ल्ड कप इन सेमिफाइनल हुँ। सेमिफाइनलमा न्युजिल्यान्डले हराउँछ इन्डियालाई इन्डिया 4-1 हार्यो अस्ति भर्खर न्युजिल्यान्डसँग तर मलाई इन्डियाले चार एक इन्डियालाई हार्यो? हराउँछ चाहिँ ए न्युजिल्यान्ड बाइलेटरलमा बाइलेटरल फेरि सधैँ न्युजिल्यान्ड इन्डियाको यस्तै हो बाइलेटरल विनिङ टिम हो नि त विनिङ होइन वर्ल्ड कप पनि त जितेको टिम हो त जस्तो लाग्यो कि वर्ल्ड कप त अब न्युजिल्यान्डले थाहै छ नि के भएको थियो भन्ने अब धेरै त्यहाँ नखुलौँ होइन पोदारलाई के छ न्युजिल्यान्ड जित्छ कि के न्युजिल्यान्डलाई छ पुऱ्याउनु पर्छ है पहिला के- सेमिफाइनल फेरि क्लियर कट फेभरेट चाहिँ छ। अब अँ, सेमिफाइनल फाइनल गेममा जे पनि हुनसक्छ तर यिनीहरूले भने जस्तो एकदम हार्छ नै भन्ने त कुनै एङ्गलले मलाई लाग्दैन होइन होइन किनकि म्याचेसहरू पनि इन्डियामै भइरहेछ पिचहरू होम एडभान्टेज हुन्छ नि। हुँ। अनि अरू टिमहरू पनि मलाई त्यस्तो एकदम स्ट्रङ हुन्छ नि इन्डियालाई हराउनै सक्ने इङ्ल्यान्डहरू भयो यिनीहरू आफै स्पिन राम्रो खेल्न सक्दैनन् यस्तो पिचहरू यिनीहरू आफै गाह्रो हुन्छ। अस्ट्रेलियाको टिम यसपालि सेमी फाइनल चाहिँ कहाँ एकदम- हुँदैछ सेमी फाइनल चाहिँ कहाँ हुँदैछ इन्डिया यदि सेमिफाइनल इन्डिया र एउटा- पाकिस्तान पनि हुनसक्छ होइन इन्डिया पाकिस्तान इन्डिया सेमिफाइनल पाकिस्तान हो, कोलम्बो कोलम्बो। नत्र इन्डिया र एउटा पाकिस्तान सेमी फाइनल भेट्न सक्छ कि सक्दैन कि सिधै फाइनल सक्छ सेमिफाइनलै हुनसक्छ ए ओके त्यो भएपछि कोलम्बो होला होइन त्यो भएपछि कोलम्बो नत्र कलकत्ता मुम्बई पाकिस्तानलाई फेरि बोयकट गर्छ नि। फाइनल अहमदाबाद सेमी फाइनल चाहिँ कलकत्ता र मुम्बई ए ओके कि कलकत्ता कि कोलम्बो पाकिस्तान पुग्यो भने पाकिस्तानको गेम कोलम्बो कलकत्ता होइन स्पिनिङ आजकल स्पिन हुँदैन है खासै स्पिन हुँदैन है चेपक जस्तो कलकत्तामा हुँदैन त्यस्तो धेरै छैन छैन हार्छ इन्डिया त्यसो लक गरिदिनु लक गरिदिनु त्यसो भए ठिक छ अस्ट्रेलिया चाहिँदैन अब यतिलाई हर्न अब इन्डिया हर्न अस्ट्रेलिया किन चाहियो अन्त त्यत्रो होइन टिम छ नि त अहिलेसम्म कुनै पनि देशले ब्याक टु ब्याक T20 वर्ल्ड कप जिते छैन नि त होइन त्यो त्यो हाइप बनाइएको छ अहिले फ्याक्टहरू गऱ्यो भने चाहिँ होइन अनि होम कन्ट्रीमा नि कसैले जितेर रहेन छ अहिलेसम्म अनि अहिलेसम्म फेरि अर्को केही पनि भएको छैन भने सेमी फाइनल यसको परेपछि यही भेन्यूमै खेल्ने भन्ने पनि त्यो अहिलेसम्म कहिले भएको थिएन त्यो इन्डियाकै लास्टमा जिताउनलाई अलि लागि परेको जस्तो लाग्छ जस्तो लास्ट इयरको वर्ल्ड कपमा पनि इन्डिया भएपछि बारबोटसमै हुने त्यो अब आई डोन्ट नो यो कसरी हुन्छ अनि अर्को चाहिँ ग्रुप स्टेजबाट टप भएपछि खास त अब त्यो ऱ्याङ्किङ अनुसार 1 भएकोले 2 सित 2 भएकोले 1 सित गर्नुपर्ने नि इन्डियाको सधैँभरि त्यो मिलेर अलरेडी कि त्यो इन्डिया पुगेपछि पाकिस्तानसित लड्ने त्यस्तो त्यो आई डोन्ट नो यो यस्तो किन हुन्छ यो कुनै पनि स्पोर्ट्समा कहिले पनि नदेखेको कुरा हो होइन त्यही भएर एकदम पावर छ बाहिरी पावर एकदम लागेको छ होइन तर हार्छ इन्डिया अहिले पनि त्यही छ जिसी अहिले पनि अहिले पनि त्यही छ त्यही त सुपर यो एटमा त्यो त भइहाल्यो सुपर एटको भेन्यू पनि फिक्स जस्तो लाग्छ कि अस्ट्रेलिया र इन्डियाको सुपर एट अस्ट्रेलिया र इन्डिया दुइटै सुपर एटमा गयो भने अब तिनीहरू गइहाल्छन् होइन चिपकमा हुन्छ जस्तो लाग्छ कि स्पिनिङ पिचमा यस्तै गर्दै यो अस्ट्रेलियाको इन्डिया भन्न सकिन्न नि अलि होइन? भन्नाले अलरेडी स्ट्रङ छ टिम आई डोन्ट नो किन यस्तो गर्नुपर्छ जस्तो लाग्छ मलाई होइन कमिन्स स्टार स्टार के अरे स्टार रिटायर्ड कमिन्स आउट अफ वर्ल्ड कप हेजलवुड इन्जुरी होइन हेजलवुड इन्जुरी को छ कुनै अस्ट्रेलिया ग्रुपमा को छ वेस्ट इन्डिज हो र अस्ट्रेलियाको डराइसक्यो यिनीहरूले अहिलेदेखि नै ओमान आर्जेन्टिना जिम्बाब्वे रेडी छ जस्तो गरिसकेको लाग्यो श्रीलङ्का इन्डियाले 100% जित्ने भनेको एसिया कप हो श्रीलङ्काले होममा जितिहाल्छ वेस्ट इन्डिजले हराइहाल्छ अनि वेस्ट इन्डिज होइन जिम्बाब्वे ओमान जिम्बाब्वेले पहिला हराएको हो क्या पहिला हराएको थियो वर्ल्ड कपमा हो कि केमा हराएको थियो होइन T20 वर्ल्ड कपमै हो जिम्बाब्वेले एकचोटि हराएको छ। जस अस्ट्रेलिया नै छ मेरो क्लियर फेभरेट जस्तो लाग्छ मलाई चाहिँ तर आई डोन्ट नो अब हाइप हुन्छ नि धेरै हाइप हुन्छ नि धेरै जस्तो लाग्छ कि मलाई अभिषेक शर्मा यस्तो हाइप भएको छ तर एसआरएचबाट अभिषेक शर्मा भन्दा हेड यदि भएको भए कस्तो हुन्थ्यो लास्ट लाग्छ क्या मलाई चाहिँ होइन इन्डियाबाट खेल्ने भएको भए के कुन लेभलको हाइप हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ अब त्यो त हो। इन्डियामा एउटा अभिषेक शर्मा छ अस्ट्रेलियामा 7वटा अभिषेक शर्मा छन् जस्तो लाग्छ मलाई चाहिँ अब इन्क्लुडिङ म्याक्सवेल नवीन दाइ म्याक्सवेलमा Big match खेलेको player. छ, Big match म्याक्सवेलमा player. खेलेको छ, थाहा Big match छैन, player. पाकिस्तानसँग बिग सिरिज म्याच हाल्यो। प्लेयर हो नि त ल ओके छ हामीलाई guys, ल हामीलाई आजलाई हामीलाई राम्रै भयो अस्ट्रेलियालाई हाम्रो discussion। अफगानिस्तानसित जिताउने म्याक्सवेलले त हो नि एउटा डर नत्र त हारिहाल्छ अफगानिस्तानसित हामीलाई फेरि इन्डियासित डर छैन अफगानिस्तानसित डर छ हामीलाई फेरि ठिकै छ यो सब गेम अब हामी अस्ट्रेलियाको जब प्रिभ्यू गर्छौँ त्यो बेला हामीलाई राखौँ केही त बाँकी अनि अर्को राख्नु गाइजहरूलाई एउटा कुरा सोध्न मन लागेको थियो मलाई यो सूर्य कुमारको लास्ट वर्ल्ड कप हो कि के हो हुन सक्छ
अँ, मलाई त नपर्ने हो कि हार्यो भने होइन खेल्छ होला जस्तो लाग्छ अझै। सूर्यकुमार 34-35 वर्ष भइसक्यो जस्तो लाग्छ मलाई चाहिँ। 35 त धेरै, 2 वर्ष वर्ल्ड कप फेरि T20 वर्ल्ड कप यस्तो हुन्छ नि त, 2 वर्ष हुन्छ। 38 हुन्छ र होइन, हानिरहेको छ र हार्यो भने म चाहिँ हुनसक्छ, जित्यो भने चाहिँ खेल्छ कि। हारे पनि हार्यो भने क्याप्टेन। यङ्स्टरलाई चान्स दिन्छ कि, नयाँ उसको अब यङ्स्टरहरू रिसेन्टली ल्याउँछ अहिले नि त। रिसेन्टली 2-3 गेम चाहिँ हान्यो उहिले सूर्यकुमार यादवले, तर त्योभन्दा अगाडि चाहिँ अलमोस्ट 20 इनिङ्स है, कति इनिङ्स हो त्यसको, कति धेरै रन उड्नु भएको जस्तो लाग्यो मलाई। स्टिल मलाई चाहिँ खेल्छ जस्तो लाग्छ सूर्यकुमार यादव। अझै अझै खेल्छ होला एउटा वर्ल्ड कप। हारे पनि ठिक खेल्छ छ। होला। हारे पनि क्याप्टेन्सी चाहिँ जान्छ होला। खेल्न चाहिँ खेल्छ होला। क्याप्टेन्सी र कोचिङ दुइटै जान्छ जस्तो लाग्यो हारेपछि त, होइन हाम्रो जिजीलाई पनि लात हान्छन् होला। युएसएसँग हराएको थियो नि। याद राख्नु। ठिक छ ल, हाम्रो समय सिद्धिन लागेको छ। अब सबैलाई केही फाइनल वर्ड्स हामीलाई यो सोधेको भए चाहिँ भन्नुहुन्थ्यो, सोध्दै सोधेनन्, अरू त्यो कुरै निस्केन भन्ने जस्तो भएको भने 30 सेकेन्ड हो, सबैले यसो टाइम ल्याएर प्रमोद केही। मेरो त ठिक छ, केही छैन। म त अब स्क्वाड राम्रो छ इन्डियाको, इन्डियाले जित्छ भन्ने आश छ मलाई। स्ट्याट्सले सपोर्ट नगरे पनि हुन्छ नि, होममा छ त्यही भएर। पहिला स्क्वाड भन्दा नि स्ट्रङ छ टिम, त्यही भएर जित्छ कि। पहिला वर्ल्ड कपदेखि अहिलेको वर्ल्ड कपको बिचसम्म एउटा सिरिज पनि हारेर रहेनछ होइन अहिलेसम्म इन्डियाले, यो कुनै पनि सिरिज। त्यही भएर नि अब लेट्स सी, होपफुल छु म चाहिँ। नवीन दाईलाई केही भन्नु छ कि यो कुरा पुगेन अलि, यो मलाई कुरै सुधेनन्, रेडी प्रिपेयर भएर आएको थियो भन्ने जस्तो केही त छैन त्यस्तो। त्यस्तो केही छैन, त्यही अब प्रमोदले भने जस्तै स्ट्रङ स्क्वाड छ। होम होममा खेलिरहेछ। त्यही होममा खेलेर होमकै प्रेसरले चाहिँ नकआउटमा हार्छ जस्तो लागिरहेछ। नत्र टिम त अब एकदम स्ट्रङ छ। ठिक छ गाइस, यति भने चाहिँ आजको हामी ऱ्यापअप गरौँ ल। अनि ईश्वर लगाइज ल, त्यही हो अब इन्डिया इन्डिया फेभरेट छ, क्लियर फेभरेट छ, तर त्यही सेमी फाइनल र फाइनलको प्रेसरमा हार्छ जस्तो लाग्छ। ठिकै छ ल गाइज, ल एभ्री वान, ल थ्याङ्क यू फर वाचिङ अस होइन। अनि हाम्रो 5वटा फलोवर जति पनि हुनुहुन्छ, 5-10वटा कतिवटा फलोवर पुग्नु भएको छ, सबैलाई धेरै धेरै धन्यवाद। फलो गर्नु, लाइक गर्नु, सब्सक्राइब गर्नु, सी यु ल अन सपोर्ट नेक्स्ट सपोर्ट नेक्स्ट गर्दै गर्नु, एपिसोड होइन। सपोर्ट गर्दै गर्नु बाई। तपाईँहरूको।